चालक साथीहरूका लागि सूचना। अब यात्रु खोज्दै घुमिरहनु पर्दैन। बोलाउ क्याप्टेन एप प्रयोग गरेर सजिलै यात्रु पाउनुहोस्। तर बोलाउ एपमा रजिस्ट्रेसन कसरी गर्ने, आज हामी त्यो सिकौं। सबैभन्दा पहिले प्ले स्टोरमा गएर बोलाउ क्याप्टेन एप डाउनलोड गर्नुहोस्। बोलाउ क्याप्टेन एप चल्नको लागि गुगल क्रोमलाई डिफल्ट ब्राउजरमा राख्नुपर्छ। यदि राख्नु भएन भने हजुरहरूलाई यस्तो टाइपको समस्याहरू आउन सक्छ। एप डाउनलोड गरेपछि यी स्टेप्स पालना गर्नुहोस्। स्टेप 1 कन्टिन्यू विथ गुगल गर्नुहोस्। एप खोलेपछि कन्टिन्यू विथ गुगलमा क्लिक गरेर रजिस्टर गर्नुहोस्। तर ध्यान दिनुपर्ने कुरा, तपाईले बोलाउ क्याप्टेन एपमा एकाउन्ट रजिस्टर गर्दा लोकेसनमा एलाउ अल द टाइम गर्नुहोला र ब्याट्रीको पर्मिसन पनि अलवेज एलाउ ओर अनरिस्ट्रिक्टेड ओर नो रिस्ट्रिक्सन गर्नुहोला, नत्र प्रोसेसमा समस्या आउन सक्छ। स्टेप 2 गुगल एकाउन्ट छान्नुहोस्। तपाईको मोबाइलमा भएका गुगल एकाउन्ट मध्ये आफ्नो एकाउन्ट छानेर नेक्स्ट गर्नुहोस्। स्टेप 3 आफ्नो विवरण भर्नुहोस्। अब आफ्नो नेम, एड्रेस र आइडी डिटेल्स भरेर नेक्स्ट गर्नुहोस्। स्टेप 4 नेक्स्ट गरेपछि गाडीको डिटेल्स भर्नुहोस्, जस्तै टाइप, कम्पनी, कलर अनि नेक्स्ट गर्नुहोस्। स्टेप 5 गाडीको बिल बुक र ड्राइभिङ लाइसेन्स अपलोड गर्नुहोस्। तल लाइसेन्स नम्बर, जन्म मिति, ब्लड ग्रुप भरेर नेक्स्ट गर्नुहोस्। स्टेप 6 सबमिट गर्नुहोस्। सबै विवरण भरेपछि अन्तिममा सबमिट बटन थिच्नुहोस्। त्यसपछि के हुन्छ? सबमिट गरेपछि बोलाउ टिमले तपाईलाई कन्ट्याक्ट गर्नेछ र तपाईको एकाउन्ट एप्रुभ गरिनेछ। एप्रुभल भएपछि तपाईले बोलाउ क्याप्टेन एप प्रयोग गरेर राइड लिन सुरु गर्न सक्नुहुन्छ। प्यासेन्जरले रिक्वेस्ट गरेपछि एक्सेप्ट गरेर कल गरेर कन्फर्म गर्नुहोला अनि प्यासेन्जरलाई डेस्टिनेसनमा पुर्याएर आफ्नो भाडा लिनुहोला।